ल आज म एउटा कहानी सुनाउँछु तिमीलाई। कहानी हो कृष्ण अनि राधाको। एउटा संवाद बताउँछु तिमीलाई, ध्यान दिएर सुन। कृष्ण जब राधाको गाउँमा जान्छ र राधाका आमा बुवासँग भेट हुन्छ उसको, त्यति बेलाको संवाद सुनाउँछु। राधाका पिताले कृष्णलाई सोध्छन् कि तिमी को हौ भनेर। कृष्णले भन्नुहुन्छ बडो मिजासिलो तरिकाले, म त्यो हुँ जसको सबै हुन चाहन्छन्। म त्यहाँबाट आएको हुँ जहाँ सबै जान चाहन्छन्। म त्यसको पुत्र हुँ जो वर्षौंदेखि मेरो राह देखिरहेका छन्, बाटो हेरिरहेका छन्। र त्यसै क्षणमा अर्को एउटा कुरा भन्छन्, तपाईले मलाई चिन्नु भएन, म त्यो व्यक्ति हुँ जसको एक नजर एक आवाजले तपाईकी छोरीको आँखा खुलेको थियो। र राधा पनि त्यही नजिक हुन्छन् र त्यसै क्रममा म यशोदा मैयाको छोरा हुँ, फलानाको छोरा हुँ भनेर भनिरहँदा अन्तिममा म कृष्ण हुँ भन्छन्। जति बेला कृष्णले राधाले आफ्नो मुख सम्हाल्न नसकेर, मनको कुरा मनमै राख्न नसकेर कृष्ण भन्ने आवाज मुखबाट निस्कन्छन्। सम्झ त हामी पहिलो दिन भेटेको कुरा, सम्झ त हामीले पहिलोचोटि फोन गरेको संवाद, सम्झ त हामीले पहिलोचोटि एसएमएस गरेका एसएमएसहरू, र सम्झ मैले तिम्रो नाम लिएको, म पनि सम्झन्छु तिमीले मेरो नाम लिएको। तुम प्रेम हो, तुम प्रीत हो, मनमीत हो, राधे मेरी मनमीत हो।